Today I'm at the Opaz coffee, and tomato. एउटा बहिनीलाई चाहिँ जुत्ता किन्नु थियो त्यो भएको भएर हामीले धेरै अब ट्रेन्डिङमा छ नि त यो ठाउँ त्यो भएको भएर हामी चाहिँ यहाँ जुत्ता साँच्चै नै सस्तो पाउँछ भनेर चाहिँ आएको हो। लेट्स सी कस्तो पाउँछ जुत्ता। ठ्याक्कै छिर्दा इन्ट्रान्समा चाहिँ वहीँ भाइरल भएको चाहिँ टक्क लाएर फोटो देख्न पाइयो। हामी चाहिँ अब भाइरलबाट माथि लाग्दैछौँ। यो उपासको कपडाहरू सुजहरू चाहिँ योभन्दा माथि स्टोरमा रहेको छ। चढ्दा गलिने रहेछ, धेरै माथि रहेछ। ल भाइ, यहाँ सानो लिफ्ट प्रोभाइड गर्नु पऱ्यो है। हजुरलाई यो कुरा चाहिँ भिडियो मार्फत हजुरको स्टोरमा आइपुग्यौँ 4 तला माथि सेयर गरेर। ओके रियली गाइज, एकदम जस्तो देखाइएको भिडियोमा त्यस्तै नै रहेको छ। प्रोडक्टहरू चाहिँ धेरै भिड रहेको छ आज चाहिँ मजाको है। अब यो टाइपको चाहिँ चुज गरेछौँ महिलालाई जुत्ता, तर यो चाहिँ 39 नम्बरको रहेको भएर हामी 36 को खोज्दैछौँ र ठ्याक्कै हामीले भिडियोमा देखाएअनुसार यो सब प्राइस चाहिँ 1050 नै प्राइस रहेको अहिले भर्खर हजुरहरूले सुन्नु होला। एन खोज्दा चाहिँ 36 को चाहिँ हामीले यो लिने गऱ्यौँ। व्हाइट सादामा रहेछ, यो पनि त्यो क्युट छ, बहिनीलाई ठ्याक्कै एकुरेट मिल्ने साइज भेटाएको छ। यहाँ आउँदा देख्न पायो, पक्कै पनि यो चाहिँ उहाँको बिग फ्यानले बनाएको पिक्चरहरू बस्छ। वाउ, उहाँको फ्यान फलोइङहरू धेरै छ। सो यहाँको पनि अप्सनहरू धेरै राम्रो रहेको छ। जेन्ट्सको जुत्ताहरू एकदम क्विक सपिङ गर्ने मान्छे भएको भएर उहाँले चाहिँ फेरि अरू अप्सन पनि हेर्दै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो सजिलो राइड सेयरिङ एपबाट। अर्को सर रोशन सर हुनुहुन्छ राइडर। के गर्नु गाह्रो छ मलाई, फेरि यसो ह्याङ आउट भएर बस्नु धेरै मान्छे बाटोमा गाह्रो हुन्छ। त्यही पनि उहाँको लागि आज मैले समय दिएको भएर म ह्यान्डल गर्दै हेर्दै बस्दैछु। उहाँले कतिवटा जुत्ता अप्सन दिइसक्नुभयो गाइस, तर उहाँलाई कुन मनपर्छ आइडोन्ट नो। हेरौँ, खास त बहिनीको लागि मात्र लिनु भनेर आएको। अब उहाँ पनि बोलिनु भयो। अब यहाँ आएपछि त को मन शान्त रहन सक्छ र होइन, एउटा किनेर को जान सक्छ र। अब दुइटै लिनुभयो सरले चाहिँ। हामी काउन्टरतिर लाग्दैछौँ प्याकिङको लागि। अब यो जुत्ता लिएर काउन्टर आउँदा नि काउन्टर उत्तिकै नै प्याक छ। जाने होला बिचरा जाम भन्दा सरी है, अब राइड भएपछि बाँधिने छ जाम भन्ने। एकदम प्याक भएको कारणले चाहिँ उहाँ कन्फ्युज भएर सायद हामीबाट उहाँले उहाँको जुत्ता भनेर हामीले जुत्ता सुनेर बस्नु गाइस। अनि होइन हजुरको भन्दा पनि कति नराम्रो लाग्ने भनिदिइहालेँ। उहाँको साथीले बोकेर जानुभएको रहेछ, उहाँले भनेर जानुभयो। अब हाम्रो जुत्ताहरू चाहिँ प्याक हुँदैछ। यत्रो लाइन बस्दा यत्रो भिडमा आउँदा चाहिँ, तर हाम्रो स्कुटर चाहिँ हामीले रोडमै राखेको छौँ। अब त्यो स्कुटर रोडमा छ कि छैन या ताला मारेको छ हेर्नुपर्ने छ है गाइस। यहाँबाट चाहिँ सपिङ गरेर